म्युजिक प्रोड्युसर सुटिङ यो चाहिँ स्टार्ट भएन ओके हे गाइज अब आज हामी सिडनी जाँदैछौँ ब्रो अनि आज हाम्रो शाश्वत ब्रोको बर्थडे होइन आज होइन भोलि हो बर्थडे चाहिँ अब त्यसको बर्थडे मनाउन चाहिँ सिडनी जाने प्लान भयो अनि अब 3टा ट्रिप गरेर जाने अब आज बिहान चाहिँ म र समीर त्यसको गाडीमा जाने भयो बेलुका शाश्वत र केटाहरू आउँछ अनि भोलि चाहिँ अर्को केटाहरू आउँछ अनि एयरबिएनबी गरेको छ सिडनीको सिटी नजिक छ एयरबिएनबी चाहिँ अब त्यहीँ गएर बस्ने हो अब आज होइन फेरि एयरबिएनबीको एन्ट्री भोलि हो अब आजको प्लान के छ भन्दा हामी गाडीमै सुत्ने गाडीमा सुत्ने प्लान हो बोन्डाको गाडी राखेर गाडीमा सुत्ने कस्तो हुन्छ एक्सपिरियन्स थाहा छैन अहिलेसम्म सुत्या छैन गाडीमा रातभरि होल नाइट अब आज होल नाइट गाडीमा सुतेर टक्क लाएर मस्ती हान्ने आज अब हामी चाहिँ निस्किसक्यौँ घरबाट अब सिडनी जाँदै हामी चाहिँ ओके वी आर हियर इन गलवन हामी गलवन आयो होइन अब हामी एकछिन ब्रेक स्ट्रेकै हानेर टक्क फ्रेस भएर मोन्स्टरहरू एनर्जी ड्रिङ्कहरू उठाएर चाहिँ अब हामी सिधै सिडनीमा गएर रोक्ने कुरा छ होइन अनि यहाँको चाहिँ सबभन्दा बेस्ट भनेको चाहिँ यो हो ल के हाने ब्रो त्यो प्याकवाला हेर्ने चाहिँ सस्तो हुन्छ कि यो रेड बुल सस्तो 4 प्याक स्पेसल 10 वाला ल यति भएछ एनर्जी आयो नि त ओके हाम्रो प्लान चाहिँ म्याक खाने भयो आज होइन ब्रेकीमा ओके हियर वी कम म्याकाज डबल ससेस र यिनीहरू ससेस बिफ हुन्छ क्या चिकन बेकन त्यो त मलाई ब्रेकफास्टै भएन कि हस्बेन्ड ससमा मलाई छैन मिल खाने एउटा कफी नै हाल्दैन त मक्का म त मक्का खान्छु कहाँ हुन्छ मक्का यहीँ आहा यसमा खाने बुनि हाल्नुपर्छ फेरि फुड केमा खाएर तिर्ने हो कसले मैले दिने हो हेलो वेटिङ फर द फुड 1:30. No, break is here. Okay, here we go. ल रेडी हो ब्रो म त उडाउँछु नि गाडी फेरि हामी चाहिँ भर्खर पुग्यो होइन सिडनी पुग्यो तर अति अनि यति के भयो त पानी छिर्दैन कि ए कति अब सुन मजा आउँछ त पानीको यो लानु भएको ब्याड थिङ के भयो भन्दा पानी पर्यो अब घुम्ने भनेको सिडनी अब घुम्ने अब मिलेन क्या अब दाइ भाउजूलाई चाहिँ भेट्यो मैले त्यो चाहिँ खिचेन दाइ भाउजू है बेलुका खिच्छ अब बेलुका आइयो भने बिचरा अब यसरी बसिरहेको छ क्या सोल्टी स्लो भनेर अब दाइ भाउजू भेटियो सिधै आएर अब त्यो पछि अब यसको साथीको घर जाने भनेको छ यसले त्यहाँदेखि धेरै बेर बस्ने होइन भयो धेरै बेर सो भेट्यो अनि के छ ब्रो ऊ भन्यो अनि हिँड्यो अनि हामी गइदिउँ कि पानी पऱ्यो नि के हुँदैन गइदिउँ एउटा छाता लिएर गइदिउँ ओके मैले चाहिँ आज यस्तो साथी होइन पुरा मिल्ने साथी भेटेँ क्या मैले होइन उसले नि भ्लग गर्दो रहेछ उसको मैले च्यानलको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा हालिदिन्छु कि होइन ब्रो अनि लाइक सही कुरा चाहिँ होइन कुरा हुँदै गयो कुरा चाहिँ दामी मिल्यो कि लाइक भ्लगिङ गर्छु यताउति रेगुलरली होइन टाइपको अनि क्यामेराहरू किनेर रहेछ उसले पनि
त्यो खुसी लाग्यो हेर्दाखेरि चाहिँ अब एकचोटि क्यानबरा अनि त्यो गरेर हाम्रो भेट त पहिला पनि भइसकेको थियो तर यसरी चाहिँ तर थाहा थिएन अहिलेसम्म पनि थाहा थिएन कि मलाई पनि थाहा थिएन होला ऊ खास मेरो लाइक मेरो साथी भन्दा नि मेरो साथीको साथी हो कि ऊ चाहिँ होइन अनि अहिले चाहिँ होइन तर खुसी लाग्यो ल ब्रो एकचोटि ल ब्रो Okay guys, finally here in Bondi Beach होइन यस्तो निन्द्रा लाग्छ मासाइको भइसक्यो म निन्द्राले आँखा औडा भइसक्यो राति भइसक्यो अब आज हाम्रो यहीँ सुत्ने प्लान हो दिउँसो कता डुल्यो कता गइयो वाइल्डै अब हाम्रो प्लान के हो भन्दा हामी यहीँ सुतिन्छ आज बेलुका अनि भोलि बिहान चाहिँ यहाँको सनराइज चाहिँ बबाल हुन्छ अरे होइन यहाँको बेस्ट भ्यू भनेको सनराइज अनि हामी चाहिँ त्यही सनराइज हेर्ने कस्तो हुन्छ भनेर हो अब हामी यहीँ सुत्ने गाडीमा अनि एक्सपिरियन्स गर्ने हाउ इट फिल्स के गाडीमै सुत्दाखेरि दुईवटा गाडी हुन्छ अनि दुईजना गर्दै चारजना सुत्ने हामी अब ठिक आवाज यो ट्रिप ल भनिदिएको एकचोटि एकदम कस्तो बबाल थियो आवाज जर्नी कस्तो लाग्यो बबाल बबाल हो खतरा मजा आयो अब झन् मजा आउँछ कि अब सुत्न पाइन्न अनि मजा आउँछ Okay, good morning from car. 10 बजे रादाको बाहिर चाहिँ हिजोबाट पानी परेको ब्रो कतिको सुतिस् त हिजो केटाहरू यो गाडीमा सुतेको Oi guys, what's up? Good morning. मजाले लिँदायो म त हरि लिँदायो तर लिँदायो अलिअलि चाहिँ तर अझै एकलट वाक हाने एक्लोको वाक हान मेरो गएर है ल सही अनि पिज्जा खायो अनि यो वाकिङ रुट चाहिँ बवाल छ के ब्रो अझ यो होइन यहाँबाट होइन कुजी बिचबाट उता एउटा बिच छ के त्यहाँबाट यहाँसम्म हिँड्नु मिल्छ के लगभग 1 आवरको वाक होला सायद होइन लास्टै मजा आउँछ यार बोन्डाई चाहिँ सिडनीको सबभन्दा मोस्ट पपुलर बिच हाइप्ड बिच क्या एकदमै तर पानी परेर नि होला यो छाल यस्तो औडा आएको है यसमा त खेल्न नि औडा हुन्छ यार केटाहरू मलाई के न ओहो ल कोस्टल वाक गर्न हिँडे भनेर हिँडेको त मुत नभए हिँडेर रहेछ क्या साथीहरू टोयलेटसँग लगेर फर्काइदिरहेको क्या अब जागरै छैन केटाहरूमा चाहिँ लाइफ गार्ड बस्ने ठाउँ कोही डुबिहाल्यो भने मरिहाल्यो भने यसले टक्क गरेर निकाल्छ मरिहाल्यो भने त होइन तर डुबिहाल्यो भने यसले टक्क गरेर निकाल्छ हाम्रो कोस्टल वाक हानिरहेछ बिच वाक कुकुरले पनि हान्रहेछ वाकको कुकुर मान्छेहरू कुकुर लिएर हिँड्रहेछ तर यहाँ चाहिँ है अचम्म लाग्छ यार मान्छेले कुकुर लिएर हिँड्ने कि कुकुरले मान्छे लिएर हिँड्ने जस्तो लाग्छ कि सनराइज हेर्ने रे के 10 बजीसम्म घामै लागेन क्या अनि त्यति भएपछि अनि कहाँ घाम लाग्थ्यो ब्रो 10 बजीसम्म त पुरै कालो थियो क्या बादल थियो पानी परिरहेको थियो अहिले बल्ल सन यता आएछ क्या ब्रेकिङ नेपाल क्याफे खोज्नु नि त नि गाडीमा बसे उनीहरू क्याफे खोज्यो कि होइन फोन चार्जै छैन फोन चार्जमा यस्तो डिप्रेस भएको सबले सुना आएन हामी यहाँ के सर्भिस
Okay, we are here in our Airbnb. Okay, house tour. यो चाहिँ पछाडिबाट है किचन बाथरुम यो चाहिँ हाम्रो डाइनिङ यो एरिया चाहिँ मलाई मन पर्यो फोटोमा पनि राम्रो छ यो चाहिँ अनि यो नि नट ब्याड यतिको चाहिँ यो लिभिङ रुम त्यहाँ भित्रबाट मतलब त जाने ठाउँ जस्तो देखिरहेको अनि त्यो पछि हाम्रो रुम चाहिँ माथि अनि द्याट्स द फ्रन्ट डोर यो चाहिँ अगाडिको ढोका ल पाए जस्तो केटो भन्नाले पुरै खुल्ले त्यहाँ मिल्दैन हो ए यहाँ अगाडि त मिल्छ त्यसलाई फोन हान्न ओके द्याट्स द हाउस यो डिजाइनै कस्तो छ क्या यिनीहरूको एउटा जाओस् न त के कस्तो लाग्यो एक्सपिरियन्स भन्दाखेरि चाहिँ के हो ओइ चाबी छ नि होइन पहिला ढोका लाग्यो क्या हामीले यो ल लौ त ए अहिले पहिला जाम अनि लिन हामीलाई क्या अहिले हामी त बसिने होइन क्या अब त हिँड्नेको होइन यसलाई त दिन्छ डराउने हो समीलाई यसले चाहिँ सेक्सी ठाउँमा पाएछ त गर्ने यसकै गाडी युज हुन्छ अब ब्रो ल खोले क्या घर ए बङ्गला भिला हो न कस्तो घर यो भिला ब्रो ब्रो यो भिला भन के कस्तो घर भिला हाम्रो सामा ओइ मेरो फुटेन नि त्यो सिसा म चाहिँ प्याक छु यार प्याक छु के खोलौ दरबार ठ्याक्क स्विमिङ पुल चाहिँ छ अगाडि चाहिँ होइन त्यसलाई खसाउला साइडबाट हिँड है बा केटा सरप्राइज हो आन्टी पिसक्यो ब्रो लास्ट आन्टी पिसक्यो हो त राम्रो चाहिँ लाइक अलिकति राम्रो अलिकति नराम्रो जस्तो छ कि के मिक्स म्याक्स छ तर यो चाहिँ ओइ यो चाहिँ हल्ला गर्नलाई सेपरेट चाहिँ दामी के है ठ्याक्क सेपरेट हेर न एउटा रुमै जस्तो क्या यहीँ हुक्का सुक्का सब हानिदिने हो उयो छैन नि होइन त्यो बा ल रुम टुर ओइ के हो सुर्ती गनाइरहेको छ त हौ यहाँ त यो चाहिँ फर्स्ट रुम प्लस ओहो ल ऊ सुत्दा बेड लचकिएन भनेपछि बुझ्यो हुन्छ कतिको बलियो छ यो सही हो अब जाउँ अर्कोतिर एक्सप्लोर यो चाहिँ सेकेन्ड बेडरुम यो नि राम्रो तर ठुल्ठुलो रहेछ है यतिको त मजा आउँछ नि सुत्नु त आनन्दको ल बा भैँसी लड्यो है अब लास्ट एन्ड फाइनल रुम यो ए ब्रो यो चाहिँ तेरो होइन है भाइ यो के बस्या यो चाहिँ यो बेल्कनीबाट तल खसिन्छ जस्तो छ हो माया त हामी सिधै सिडनीदेखि इटली रोमानिया हो ब्रो खसा लाग्यो तिमी सुरुमा नटेका भयो भने दुईजना अट्छ नि होइन अट्छ होइन धान्छ नि हल्लेको है उयो यो त लास्ट डर लाग्दो रहेछ त यहाँको भ्यू ल सेक्सी भ्यू यहाँ टक्क बिहान उठेर होइन कफी लिएर यहाँ आएर बस्नु चाहिँ बेस्ट यस्तो चाहिँ काम छैन म त सिनेमाटोग्राफी भइसक्यो ल ब्रो है कस्तो लाग्यो घर एकदम एन्टिक भिला होइन ल सुरुमा यस्तो ल घरको लाइक प्लस पोइन्ट र अनि नेगेटिभ पोइन्ट भन होइन सुरुमा के भन्छौ प्लस कि नेगेटिभ प्लस चाहिँ ब्रो त्यो ठाउँ के लोकेसन बेस्ट ठाउँ प्लस एन्टिक छ भिन्टेज त्यो चाहिँ बवाल छ मजा चाहिँ आउँछ त्यो पछि त्यही हो एउटा सेपरेट रुम छ त्यो चाहिँ मस्ती छ बाहिरको स्पेस नै रहेछ तर त्यो पानी नपरेको भए बवाल हुन्थ्यो भित्र छ कि बाहिरको चाहिँ बाहिर बस्दैन बाहिर त बसेन नि खायो यहाँ खोइ फायर पनि देखेन ए यहीँ रहेछ
त्यही हो सही ल आजलाई यति नै होइन आजलाई यति होइन अहिलेलाई रिभ्यू अहिलेलाई अहिलेलाई यति चाहिँ बनाएन Sorry, I'm on पारी class. पारी 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 पढिरहेको छु एकछिनलाई हो त्यो पछि त थाहा छ पढिरहेको छु म Yes, ma'am. नाटक चाहिँ गर्यो पढाए जस्तो है वेटिङ फर पिज्जा ओके वी गो पिज्जा 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 ओके ये यस्तो भित्र चाहिँ छिर्दैन हौ अर्का हेर्नु पिता पेरी पेरी गर मलाई सोधे आओ के छैन के छैन त फेर ल म हाँस्यो नि त ओके गाइज हामी भर्खरै घर आयौँ मैले क्यामेरा चाहिँ लिएर गएको थिएन हामी चाहिँ बाहिर यसो लाइक सिडनीको नाइट आउट हानौँ भन्नु गएको थिएँ क्यामेरा नलिए नि हल्का क्लिपहरू चाहिँ मैले मोबाइलबाट खिचेको चाहिँ अलिकति एट्याच चाहिँ गर्दैछु लाइक नाइटको क्लिप चाहिँ होइन सिडनीमा निस्केको चाहिँ त्यही नै लाइक वे स्पेन्ड गरेर गुड टाइम होइन यहाँ चाहिँ रमाइलो भयो अब भोलि हामी फर्किन्छौँ सायद लाइक दिस कैन बी माई लास्ट भिडियो सो आई जस्ट वान्ट टु एन्ड हियर लाइक म एन्ड गर्छु होइन सो ओके थ्याङ्क यू फर वाचिङ बेड टाइम रिमाइन्डर अहिले बज्यो हाम्रो ए कति बज्यो ब्रो कति बज्यो अहिले 2 अहिले हाम्रो रातिको 2 बज्यो हामी चाहिँ घर आइसक्यौँ अनि अरू चाहिँ केटाहरू आउँदैछ होइन सो अब सुतिन्छ अब यहाँ चाहिँ दोस्तै छ अति नै दोस्तै भइसकेको छ यहाँ चाहिँ हेर्ने लागेकै छैन दोस्तै छ यहाँ यस्तो फोहोर छ क्या यो पन्च बनाएको हामीले दारू पुरै लाइक ट्यापवाला खोल्यो हाल्यो खायो रक्सिरहेको चाहिँ यहाँ यस्तै छ होइन उयो भोलि चाहिँ हामी बिहान उठेर चाहिँ एकलट होइन ब्रेक के होइन अब बिन चाहिँ फाल्नुपर्छ न यिनीहरूले लाइक अरू केही नगर्दैन नि फोहोरै फाल्यो नि होइन केही हुन्न तर यो बोतलहरू उठाउने काम चाहिँ गर्नुपर्छ क्या है ल गुड नाइट गुड नाइट गुड नाइट है गुड नाइट गुड नाइट ओके म दियो अब एउटा गुड नाइट चाहिँ बता खै ल ओके गुड नाइट गाइज सुत्यो अब हामी त्यहाँ भइसक्यो चाहिँ ओके वी आर हियर इन ह्यारिस पार्क यसलाई चाहिँ लिटल इन्डिया पनि भन्छ होइन इन्डिया लाइक अस्ट्रेलियाको चाहिँ सब इन्डियन रेस्टुरेन्ट स्टोर सब बनाएको छ हामी चाहिँ बिहान उठेर अब ब्रेक चाहिँ यहाँ ब्रेकफास्ट यहाँ आएर भन्नु आएको केटाहरूलाई खोजिरहेको कहाँ छ भनेर के खाने ब्रो के खाने चिप्स देन के खाने जलेबी भाइ ब्रदर के खान्थ्यौ खान्छु यार खान्छु चिया चिप्स खान्न यार त्यस्तो खानै मन छैन कि एकदम त्यो ब्रेकीवाला खाने कि एकदम राम्रो खाएको होइन मासला त्यो डम्बलिङ भ्लगर के डम्बलिङ रतन ए, रतन रतन कार्की कार्की। यो जिन्नीको रतन रतन कार्की त अस्ट्रेलियाको रतन कार्की हो दाइ म राम्रो छु त्यस्तो अलि राम्रो नाच्छ सानो खिचिदिनु न नाक ठुलो छैन नि तिम्रो ठिक्क छ खायो भने म खायो खानै मन लाग्दैन थाली सेट बढी भयो मेरो चाहिँ एकदम ओके सक्यो हाम्रो लन्ची सक्यो लन्ची अब हाम्रो लन्च सक्यो ब्रो अब हामी घुम्ने हो अब हामी सिक्ने मस्त घुम्ने हो आज जे गरे नि बाल छैन जति बजी पुगे नि बाल छैन अनि भोलिबाट काम छ त्यही भएर घुमेर मस्त जाने
ओके यो बबाल छ बबाल ओ माई गड क्या शीतलो परेछ क्या दिन पनि यस्तो दामी भएछ नि यस्तो लाग्छ ए राष्ट्रमै मुच्ची आएको छ हामी यो तिमीहरू लास्ट छिटो आयो नि हामी त फेरि गाडीले हो क्या राजा गाडी राम्रो भर्यो गाडी राम्रो हो कि A1 गाडी मान्छे राम्रो हो कि एकचोटि हामी चाहिँ कतै रोकेन ब्रो हामी त सिधै आएको हामी फ्युल हालेर कस्तो जाडा अझै आधी घन्टा उता भन्छ भने तर ठाउँ त पवाल है यार पहिले आएको थिएँ त्यो कुनै हो आदिन म यहाँ त आदिन यार कस्तो भयो हाउ वाज इट यो पान्डा हाउ वाज इट मजा आयो अझै नि हाउ दिइरहेछ रेसमलाई त नलिएर हेर्नु कति गराएको फोनमा पुलिसले झन्डै पुलो गरेर हालेको ए वी आर गोइङ टु सी द सी अब हामी वाक हान्दैछौँ कोस्टल वाक म्युजिक प्रड्युसर सुटिङ यो चाहिँ हात Yes.